हाई गाइज वेलकम टु द न्यू ब्लग। आज चाहिँ मेरो अफ डे हो। अफ डे भन्नाले नि अनलाइन क्लासहरू टन्नै छ, अनलाइन क्लासहरू गर्नुपर्छ। आज क्लास चाहिँ फिजिकल छैन। तपाईँहरूलाई अब आजको ब्लग कन्टिन्यू गर्छु। सुरुमा त गएर अब ब्रसहरू गरेर हल्का फ्रेस हुन्छु, अनि त्यसमा चाहिँ विल कन्टिन्यू द ब्लग अगेन। आई विल सो द होल डे माई ब्लग। अब चाहिँ ठ्याक्क ब्रस गर्नु। ब्रस गरिसकेपछि एकछिन अब त्यसपछि अरू काम गरिन्छ। पहिला चाहिँ सुरुमा ब्रस गरौँ होइन, अरू काम त भइराखिन्छ। सो यो चाहिँ हाम्रो युनिभर्सिटी हो। त्यहाँदेखि 5th फ्लोरदेखि यस्तो रहेछ। एउटा यहाँ 1 2 अनि यता 3 4 अनि यो 5 यो 6 हामी होस्टल भएको 6वटा ठुलो बिल्डिङ छ। अनि यता चाहिँ बसहरू आउने जाने पनि गर्छ। लास्ट स्टप हो सायद यो रातो बसको। पहाडहरू पनि छ एकदम डाँडामा। हाम्रो यो भ्यू चाहिँ हाम्रो के भन्छ होस्टलको रुमदेखि। यसो होस्टलको रुमको पनि के भन्छ त्यो गर्ने हो भने हाम्रो होस्टलको रुम चाहिँ यस्तो छ। तीनजना बस्छौँ। यहाँ बस्छ हाम्रो एउटा साथी समीर, यहाँ चाहिँ म तल, यहाँ हाम्रो साथीहरूको साथी सन्देश। यिनीहरूको चाहिँ आज क्लास थियो, क्लास गएको छन्। सबको पर्सनल त्यो ड्रेसिङ टेबलहरू हुन्छ, यहाँ पढ्ने, यता लुगा राख्ने, सामान राख्ने। एउटाको यो चाहिँ अर्को सन्देशको। यो चाहिँ डस्टबिन चाहिँ हामी आफै ल्याएको छौँ। यो चाहिँ मेरो हो सबै 3टै। यहाँ चाहिँ लुगाहरू छ, मिलेको त छैन होला केही, त्यही पनि हाम्रो लुगा चाहिँ मैले अझै सामानहरू सुटकेसमै राखेको छु। यो चाहिँ मेरो ब्याग, यो मेरो टेबल, डायरी सायरी अनि बेड। यो ठ्याक्क 3जना हुन्छ, राम्रै हुन्छ। अनि हल्का रुमहरू चाहिँ साफसफाइ आफै गर्नुपर्ने हुन्छ। केटा मान्छेको रुम त खासै रुम चाहिँ आफै साफसफाइ गर्नुपर्ने हुन्छ। जस केटाको रुम चाहिँ खासै साफसफाइ हुँदैन। त्यो पनि अब हिजो अस्ति राति गरेकै हो। राति खानासाना खाएर अब फेरि 1-2 दिनपछि हुन्छ। तिनैजना मिलेर गरिन्छ, त्यस्तो गाह्रो त केही हुँदैन। जो साउथ कोरियामा मलाई जहाँसम्म लाग्छ सबै युनिभर्सिटीको डोमेट्री यस्तै हुन्छ होला। एउटा रुममा 3-4जना गर्ने, सुत्ने, त्यही। अनि खाना चाहिँ तल आफै पकाउनु पर्छ किचनमा। अनि के भन्छ 3जना मिलेर हामी बनाउँछौँ खाना। सबै सामान चाहिँ आफ्नै हुनु पर्यो। सबै मतलब सामान, तरकारी, राइस कुकरहरू, मासु, अब जे खाने हो, चामल दाल अचार सब आफ्नै किनेर ल्याउने या घरबाट ल्याएको छौँ हामीले त अहिले। त्यो घरको पनि चलिरहेछ। चामल चाहिँ सकिसक्यो घरको, अनि चामलहरू चाहिँ अस्ति हामीले किनेर ल्याएको हो। अनि अब खाना पकाउने, खाने, अनि त्यही भाँडा मस्काएर त्यही एउटा लकर हुन्छ सबैको पर्सनल रुम हिसाबले। हो जस्तै हाम्रो 505 रुम नम्बर छ, अनि 505 रुम नम्बरकै त्यहाँ लकर हुन्छ। अनि लकरमा सामान राख्ने। यदि अब अरू तरकारीहरू छ भने त्यसलाई चाहिँ फ्रिजमा राख्नुपर्छ। एउटा डब्बा सबै आफ्नो किनेर राखेको छ नि फ्रिजको। कसैले चलाउन चाहिँ कसैको सामान चलाउँदैन, त्यो हिसाबले एउटा सेफ नै हो। अनि रुम त के अब हुन्छ, तपाईँलाई देखाइसकेँ। यो चाहिँ मेरो बेड तल, ठ्याक्क यहाँबाट अब सुत्ने उठ्ने। यहीँ चार्जिङको त्योहरू पनि छ, गाह्रो चाहिँ केही हुँदैन। सो यति हो रुम चाहिँ। अब तल खानासाना पकाउने बिस्तारै। आज त साथीहरू खासमा क्लास भएर क्लास गएको छन्। ब्रेक हुन्छ होला 2 घन्टाको सायद एउटा क्लास हुन्छ तिनीहरूको पनि, ब्रेक हुन्छ। अनि ब्रेकमा सबैजना खाना पकाउने मिलेर अनि खाने। अनि अब मेरो त आज क्लास छैन, त्यही भएर अब अझै केही काम पनि छैन। काम त छ, अनलाइन भिडियोहरू पनि हेर्नु छ, अनलाइन भिडियो हेर्नुपर्छ। त्यो फिजिकल क्लास र अनलाइन क्लास दुइटै हुँदो रहेछ क्या यो युनिमा। अनि फिजिकल क्लास थियो हिजो, अब भोलि फेरि छ हाम्रो फिजिकल क्लास। अनि अनलाइन भिडियोहरू हालिदिएको छ धेरै, 10-15वटा छ।
सबै हेर्नुपर्छ अनि मात्र एटेन्डेन्स हुन्छ, नभए पछि इक्जाममा मार्क्स पनि काट्छ। सो अब बिस्तारै अब अझै दिन बाँकी नै छ, अब बिस्तारै ब्लगमा अझै एड गर्छु, कन्टिन्यू गर्ने हो। गाइस आज यहाँ चाहिँ धेरै गर्मी छ, लुगा पनि धोएँ आफै आज, त्यो भएर हल्का थाकी पनि हालेँ। रुममा बसेर एकछिन बस्छु अनि मोबाइल पनि चार्ज छैन, अब एकछिन केही लेख्छु म। नाउ आई एम डेभलपिङ द ह्याबिट अफ राइटिङ। डायरीमा अस्ति एउटा डायरी पनि किनेँ, त्यही भएर कि अब लेख्नुपर्छ केही कोही कुरा। किनेको डायरी चाहिँ यही हो, पेन। म आज बिहान पनि लेखेँ, अब फेरि लेख्छु एकछिन।